के तपाईहरुलाई पनि सांग्लेले बहुत दुःख दिदैछ है भान्सामा? दुःख दिदैछ नि है? त्यसैले त तपाईहरुले मैले झिंगा मार्ने भिडियो बनाएकोमा तपाईहरुले धेरै जनाले कमेन्ट गर्नु भएको थियो नि है, सांग्लेको लागि पनि केही जुगाड गरिदिनुस् न भनेर है। र आज चाहिँ तपाईहरुलाई भनेर एउटा सजिलो अनि सिम्पल जुगाड बनाएर लिएर आउँदैछु। तपाईहरुले यो भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोस् है त। अनि तपाईहरुले हेरिसक्नु भयो, सिकिहाल्नु भएपछि अरूलाई पनि सिकाउनु त पर्यो है। त्यसैकारण तपाईहरुले यो भिडियोलाई सक्दो शेयर पनि गरिदिनुहोस् है त। अनि भाइको भिडियो चाहिँ कस्तो लाग्दैछ तपाईहरुले कमेन्ट पनि गर्नु नभुल्नु होला है। ल तपाईहरुलाई अब चाहिँ एउटा जुगाड बनाउन सिकाउँछु है त। र यो जुगाड बनाउनको लागि चाहिँ हामीलाई के चाहियो भनेदेखि चाहिँ बोतल है। सधैँ भन्ने गर्छु बोतल चाहिँ बारीमा नफेकौँ, हामीले हरेक काम चाहिँ बोतलबाटै हुन्छ है साथीभाइ। यो बोतललाई चाहिँ हामीले कुनै पनि यस्तो चाकु लिएर आउन सजिलो छ, चट्टै काट्दिनुहोस्। यस्तो प्रकारले चट्टै काट्दिनुहोस्। अनि तपाईहरुले यसलाई चाहिँ यहाँ माथिदेखि यस्तो प्रकारले टुप्पीबाट खादिदिनुहोस्, उल्टा पारेर यसरी खादिदिनुहोस्। यति खादिसक्नु भएपछि तपाईहरुको भान्सामा जे पनि पाक्छ नि, अब झोल चिजहरु तपाईले यहाँदेखि उँधो हाल्दिनुहोस्। र चाहिँ तपाईले बेलुका साथ चाहिँ भान्सामा यसलाई छोडिदिराख्नुहोस्। यस्तो चाहिँ तपाईले थुप्रो बनाउनुहोस् है। तर अनि चाहिँ तपाईहरुको राति चाहिँ अब सांग्ले राति भएपछि त सांग्लेहरु निस्केर आउँछ नि त हैन। त्यसै कारणले अब सांग्लेहरु चाहिँ अब यहाँ के रहेछ भने खानु पस्दा चाहिँ अब हामीले कपहरुतिर केही राख्दा सांग्ले डुबिरहेको हुन्छ नि त है। तपाईले झोल चिजमा धेरै सांग्ले डुबेको देख्नु भएको नि। त्यस्तै प्रकारले यसमा पनि पसेपछि चाहिँ निस्किनु सक्दैन, यो झोलमै डुबेर मर्छ है त। चोक्टा खानु निक्लेको बुढी झोलमा डुबेर मरी भनेको जस्तै हुन्छ साथीभाइ। र यी साथीभाइ देख्नुभयो, यो चाहिँ मैले राति है चिनी मही र अलिकति दुध लगाएर घोलेर राखेको थिएँ। यसको गन्धले चाहिँ राति सांग्ले पुरा आएको छ, पुरा छ यो भित्र कि देख्दैन यसै। देख्नु जति हल्लाए त्यति बेसी देख्छ। यसरी आएर पस्छ है सांग्ले। कस्तो लाग्यो है यो मेरो जुगाड? सजिलो छ नि त है, तपाईहरुले बनाउन सक्नु हाल्नुभयो। एउटा बोतल लिएर काटेर उडोमुन्टे बनाए यहाँ झोल लाउनु त हो है। र तपाईहरुलाई अब म बेलुकै मैले सोचिसकेको थिएँ यो तपाईहरुको कमेन्ट देखेर म यो भिडियो बनाउँछु भनेर। अब देखाउन त पर्यो, मैले यो मात्रै बनाएर देखाए भने तपाईहरुले विश्वास गर्नु हुँदैन भनेर चाहिँ तपाईहरुलाई मैले यो चाहिँ मैले हिजो बेलुकै बनाएर भान्सामा राखेको थिएँ त। सांग्ले यहाँ चाहिँ मरिरहेको तपाईहरुलाई लाइभ देखाइदिएँ है। तपाईहरुले पनि यसरी बनाउनुहोस्, कति सजिलो छ है। तपाईहरुलाई मन पर्यो भने त यो भिडियोमा चाहिँ तपाईहरुले सक्दो फेरि पनि भन्दैछु शेयर कमेन्ट लाइक चाहिँ गर्नु नभुल्नु होला है। ल त आजको लागि साथीभाइ यति नै है। भोलि फेरि अर्कै जुगाडका साथमा भेटिन्छ है त म।